प्रदेश लोकसेवा आयोग ऐन 2076 मध्य प्रदेशको बारेमा हामीले पढ्नेछौँ र यो ऐन चाहिँ भाद्रको चाहिँ 4 गते चाहिँ प्रमाणीकरण चाहिँ भयो 2076 साल 5 महिना 4 गते 5 महिना भनेको भाद्रको चाहिँ 4 गते चाहिँ के भयो भनेदेखि मध्य प्रदेशको चाहिँ लोकसेवा ऐन 2076 चाहिँ के भयो भनेदेखि प्रकाशन या प्रमाणीकरण चाहिँ भयो है र त्यही मितिबाट चाहिँ के भयो भनेदेखि लागू पनि भयो र यो ऐन चाहिँ ऐन नम्बर के छ आधारित रहेको छ र यो चाहिँ प्रदेश लोकसेवा आयोग ऐन चाहिँ कसले बनायो भनेर तपाईले जीकेमा चाहिँ यो क्वेशन हेरिराख्नु भएको होला। सो यो मध्य प्रदेश लोकसेवा भनेको यो मध्य प्रदेशको मैले कुरा गर्दैछु यस भिडियोमा। सो त्यो बुझ्नु होला तपाईहरुले। सो प्रदेश लोकसेवा आयोगको यो ऐन जुन 2076 रहेको छ मध्य प्रदेशको त्यो चाहिँ कसले बनायो भनेर चाहिँ जीकेमा चाहिँ सोधिरहेको हुन्छ भनेदेखि प्रदेश सभाले चाहिँ बनाएको ऐन हो। यो कसले प्रदेश सभाले चाहिँ बनाएको ऐन हो। प्रदेश सभा भनेर मध्य प्रदेश भनेर हामीले कुरा गरिरहेछौँ, मैले अघि नै भनिदिएँ तपाईहरुलाई। सो यो कुराहरु चाहिँ सोधिराखेको हुन्छ। सो यो तपाईहरुले चाहिँ बुझ्नुपर्ने कुरा हो। अब त्यसैगरी चाहिँ यस ऐनमा चाहिँ के छ भनेदेखि परिच्छेदको कुरा गर्दाखेरि 13 वटा परिच्छेद रहेको छ। त्यसैगरी दफा चाहिँ 89 वटा रहेको छ भनेदेखि त्यसैगरी अनुसूची चाहिँ एउटा रहेको छ। जस अनुसूची एउटा अनुसूची रहेछ त्यो अनुसूचीमा चाहिँ शपथको कुरा गरिएको छ, जहाँ शपथमा चाहिँ लिनुपर्ने शपथ जस्तै लोकसेवा आयोगको अध्यक्ष र सदस्यहरूले चाहिँ लिने के भन्छ भने शपथको चाहिँ ढाँचा चाहिँ अनुसूची नम्बर 1 मा चाहिँ राखिएको छ र त्यो कुरा चाहिँ गरिएको छ। सो यो जीकेमा चाहिँ तपाईहरु चाहिँ पटक पटक देखिराख्नु क्वेशन रहेको छ भनेदेखि यो प्रदेश मध्य प्रदेश लोकसेवा आयोगको चाहिँ ऐन नम्बर ऐन चाहिँ 2076 मा चाहिँ कतिवटा दफा या अनुच्छेदहरू रहेको छ भन्ने कुराहरु तपाईहरु चाहिँ जीकेमा चाहिँ देखिराख्नु भएको होला। सो यहाँ दफा चाहिँ कतिवटा रहेको छ 79 वटा अनुसूची कति रहेछ एउटा रहेछ, जहाँ चाहिँ शपथको ढाँचा चाहिँ भनेर अनुसूची नम्बर 1 मा रहेको छ। दफा 2 मा है त। अब दफा 1 मा त पहिलाको ऐनमा हामीले जुन पढेको थियो त्यो ऐनहरुमा दफा 1 मा संक्षिप्त नाम र प्रारम्भको कुरा गरिएको थियो। त्यसरी नै यहाँ पनि के गर्छौं भने दफा 1 मा चाहिँ के गर्छ संक्षिप्त नाम र प्रारम्भको कुरा गरिएको छ, जहाँ यस ऐनको नाम चाहिँ प्रदेश लोकसेवा ऐन 2076 रहेको छ भनेर कुरा गरिएको छ र यो ऐन चाहिँ तुरन्त लागू हुनेछ भनेर चाहिँ त्यो पनि चाहिँ दफा 2 मा चाहिँ गरिएको छ है त। सो दफा 1 मा चाहिँ यस ऐनको नाम सम्बन्धी या प्रारम्भ सम्बन्धी संक्षिप्त प्रारम्भको कुरा गरिएको छ भनेदेखि त्यसमा चाहिँ मध्य प्रदेश लोकसेवा ऐनको चाहिँ 2076 ऐनको चाहिँ नाम रहनेछ भन्ने कुरा गरिएको छ र दफा 2 मा चाहिँ यो ऐन तुरन्त लागू हुनेछ भन्ने कुरा गरिएको छ। त्यसैगरी दफा नम्बर 2 मा चाहिँ के गरेछ भने डिफ्रेन्ट परिभाषाहरू दिएको छ, जस्तै विषय या प्रशासन लगायतको अन्य कुराहरूको चाहिँ परिभाषाहरू चाहिँ दफा नम्बर 2 मा दिएको छ, जहाँ चाहिँ अख्तियारवाला त्यसपछि अध्यक्ष आयोग लगायतको कुराहरू चाहिँ त्यसमा चाहिँ परिभाषाहरू दफा नम्बर 2 मा चाहिँ दिएको छ, जुन चाहिँ हामी योभन्दा पहिलाको ऐनहरुमा पनि अख्तियारवाला भनेको कानुन बमोजिम प्रदेश सेवाको पदमा नियुक्त गर्ने वा विभागीय सजाय गर्न सक्ने अधिकारी भनेर सम्झिनुपर्छ भनेर योभन्दा पहिला पनि हामी ऐनमा त्यो कुराहरू गरेको थियो। त्यही कुराहरू यस ऐनमा पनि राखिएको छ। त्यसैगरी अध्यक्ष भन्नाले चाहिँ हामीले के बुझ्नुपर्छ भनेदेखि प्रदेश लोकसेवा आयोगको अध्यक्ष भनेर चाहिँ सम्झाउनु पर्छ। आयोग भन्नाले हामीले के बुझ्नुपर्छ भनेदेखि धारा 244 बमोजिम प्रदेश लोकसेवा आयोग भनेर सम्झाउनु पर्छ। हामीले प्रदेश लोकसेवा आयोग पढिराखेको छौं। सो आयोगको कुरा आयो भनेदेखि हामीले के कुरा बुझ्नुपर्छ भनेदेखि धारा 244 संविधानको धारा 244 बमोजिम प्रदेश लोकसेवा आयोग भनेर हामीले बुझ्नुपर्छ। त्यसैगरी चाहिँ लोकसेवा आयोग भन्नाले हामीले के बुझ्नुपर्छ भनेदेखि संविधानको धारा 242 हामीले योभन्दा अघिल्लो पनि भिडियोमा यो चाहिँ हामी कुरा गरेको थियो हैन, अंगहरुको बारेमा त्यहाँ पनि हाम्रो यो आएको थियो धारा 242 को कुरा, जहाँ चाहिँ संविधानको चाहिँ धारा 242 बमोजिम लोकसेवा आयोग सम्झिनु पर्छ। लोकसेवा आयोग भन्नाले चाहिँ संविधानको धारा 242 बमोजिम लोकसेवा आयोग सम्झिनु पर्छ भनेर कुरा यहाँ डिफ्रेन्ट परिभाषाहरू चाहिँ दफा नम्बर 2 मा चाहिँ गरिएको छ। त्यसैगरी तपाईहरुलाई अब मैले चाहिँ दफा नम्बर 2 या परिच्छेद नम्बर 2 को दफा 3 तिर लगे। दफा 3 मा चाहिँ प्रदेश लोकसेवा आयोग सम्बन्धी यहाँ कुरा गरिएको छ, जहाँ प्रदेश लोकसेवा आयोगको चाहिँ एक प्रदेश लोकसेवा आयोग रहनेछ भन्ने कुरा गरिएको छ, जसमा चाहिँ अध्यक्ष र बडीमा 2 सदस्य जना रहनेछ भनेर कुरा गरिएको छ। के कुरा गरिएको छ भनेदेखि यस आयोगमा या प्रदेश लोकसेवा आयोगमा चाहिँ अध्यक्ष र बडीमा 2 जना सदस्य रहनेछ। यो पनि कुरा तपाईले चाहिँ टिप्नु होला। के टिप्नु होला भनेदेखि अध्यक्ष र बडीमा 2 जना सदस्य रहनेछ।
प्रदेश लोकसेवा आयोग या मध्य प्रदेशको लोकसेवा आयोगमा चाहिँ कतिजनाको सदस्य रहनेछ भनेर तपाईँले क्वेसन सोध्यो भने त्यहाँ अध्यक्ष र बढीमा 2 जना सदस्य र एउटा अध्यक्ष गरी चाहिँ सदस्यहरू चाहिँ यो प्रदेश लोकसेवा आयोग मध्य प्रदेशमा चाहिँ रहनेछ। त्यसै अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि चाहिँ प्रदेश सभा समक्ष चाहिँ के गर्नु पर्यो, सिफारिस गर्ने देहाई बमोजिमको एक सिफारिस समिति रहनेछ। अब अध्यक्ष र सदस्यको लागि नियुक्तिको लागि चाहिँ प्रदेश प्रमुख समक्ष है त, मैले यसलाई अन्डरलाइन गरिदिएँ रातो पेनले। प्रदेश के भनेछ भने प्रदेश प्रमुख सभा समक्ष सिफारिसको लागि देहाई बमोजिम चाहिँ एक सिफारिस समितिले रहनेछ। सिफारिस समितिले के गर्छ भनेदेखि अध्यक्ष या सदस्यको लागि नियुक्तिको लागि के गर्छ भनेदेखि प्रदेश सभा समक्ष चाहिँ के गर्छ, सिफारिस गरिन्छ। र यो प्रदेश सभा समक्ष चाहिँ सिफारिस गर्नको लागि एउटा चाहिँ के गर्छ, सिफारिस समिति चाहिँ बनाइन्छ। अब त्यो सिफारिस समितिको कुरा गरौँ है त। एउटा चाहिँ के हुन्छ भने सिफारिस समिति बनाइन्छ। अब त्यो समितिको कुरा गर्दाखेरि त्यो समिति चाहिँ कतिजनाको हुनेछ भने को रहनेछ भनेदेखि यहाँ कुरा गरिएको छ है त। समितिमा अब चाहिँ मुख्यमन्त्री प्रदेश सरकारको अध्यक्ष रहनेछ। जस्तै प्रदेश सरकारको चाहिँ मुख्यमन्त्री चाहिँ त्यो समितिको अध्यक्ष रहनेछ। त्यसै गरी चाहिँ प्रदेश सभाका सभामुख भनेको सदस्य रहनेछ र प्रदेश सभामुख विपक्षी दलको प्रदेश सभाका विपक्षी दलका नेता भनेर के हुन्छ भनेदेखि त्यो चाहिँ सिफारिस समितिको चाहिँ सदस्य रहनेछ। त्यसैगरी प्रदेश सभाको प्रमुख सचिव चाहिँ सदस्य सचिव चाहिँ रहनेछ है त। सो कतिजना भयो, 1 2 3 4 जना क्या कुरा गरेको छ। मुख्यमन्त्री प्रदेश सरकारको मुख्यमन्त्री चाहिँ अध्यक्ष हुने भयो, प्रदेश सभाको सभामुख भनेको सदस्य हुने भयो र प्रदेश सभाको चाहिँ विपक्षी दलको नेता चाहिँ सदस्य हुने भयो। त्यसैगरी चाहिँ प्रदेश सरकारको प्रमुख सचिव भनेको सदस्य सचिव हुने भयो। अब यो सिफारिस समितिको तपाईँले नाम चाहिँ याद गर्नु पर्यो भनेदेखि तपाईँले चाहिँ यो सूत्रबाट गर्न सक्नुहुन्छ। मुसा विष मु भनेको मुख्यमन्त्री हैन, प्रदेश सरकारको मुख्यमन्त्री। सा भनेको चाहिँ प्रदेश सभामुख हैन। त्यसैले बी भनेको विपक्षी दलको चाहिँ प्रदेश सभाको विपक्षी दलको नेता एकजना सदस्य। स भनेको चाहिँ सचिव हैन, नेपाल सरकारको जो प्रदेश सरकार, यहाँ प्रदेशको कुरा गर्दैछु सो प्रदेश सरकारतिर जाउँ। सो प्रदेश सरकारको प्रमुख सचिव चाहिँ के हुने भयो, हेर्नु सचिव चाहिँ सचिवैतिर हुने भयो। बाँकीको सबै सदस्य र मुख्यमन्त्री भनेको ठुलो पद हो नि त, हो मुख्यमन्त्री भनेको अध्यक्ष चाहिँ यो समितिको चाहिँ के हुन्छ भनेदेखि यो समितिहरूलाई चाहिँ के गर्छ भनेदेखि सिफारिस गर्छ। कोनीले सिफारिस गर्छ भनेदेखि प्रदेश प्रमुख समक्ष चाहिँ के गर्छ, सिफारिस गर्छ। कसको लागि सिफारिस गर्छ भनेदेखि अध्यक्ष र सदस्यको लागि के गर्छ, सिफारिस गर्छ प्रमुखनिर है त। को प्रमुख, प्रदेश प्रमुख सभानिर समक्षनिर है त। प्रदेश प्रमुख समक्षनिर के गर्छ, यी सदस्यहरू या यस समितिहरूले के गर्छ भनेदेखि प्रदेश प्रमुख समक्षनिर के गर्छ, सिफारिस गर्छ। त्यसपछि चाहिँ के हुन्छ, अध्यक्ष र सदस्यहरूको नियुक्ति चाहिँ गरिन्छ है त। यो चाहिँ कहाँ कुरा गर्छ भनेदेखि दफा नम्बर 3 मा चाहिँ यो कुराहरू रहेको छ। दफा नम्बर 3 मा चाहिँ यो कुरा रहेको छ। अब अध्यक्ष र सदस्यको नियुक्तिको लागि के हुनेछ भने महिला सहित समावेशी सिद्धान्तको आधारमा यो कुरा के भनेदेखि आयोगमा अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्दाखेरि चाहिँ महिला सहित समावेशी सिद्धान्तको आधारमा गर्न सक्नेछ। यो पनि तपाईले चाहिँ जीकेमा चाहिँ सोधिएको प्रश्न रहेको छ। के को सिद्धान्त हैन, कुन सिद्धान्तको आधारमा चाहिँ अध्यक्ष र सदस्य नियुक्ति गरिन्छ भनेदेखि महिला सहितको समावेशी सिद्धान्तको आधारमा चाहिँ के हुन्छ भने अध्यक्ष र सदस्यको चाहिँ नियुक्ति चाहिँ गरिन्छ। यो चाहिँ के रहेछ भनेदेखि हैन, यो चाहिँ के रहेछ भने उपदफा नम्बर 4 मा चाहिँ यो कुरा रहेको छ। उपदफा नम्बर 4 मा चाहिँ अध्यक्ष र सदस्यको नियुक्तिको लागि कुन सिद्धान्तमा या आधारमा रहेर चाहिँ नियुक्ति गरिन्छ भनेदेखि महिला सहितको समावेशी सिद्धान्तमा। यो कुरा पनि तपाईहरुले चाहिँ ध्यान राख्नुपर्ने हुन्छ। अब चाहिँ अध्यक्ष र सदस्यको योग्यता कुरा गरौँ हैन। अध्यक्ष र सदस्य हुनको लागि के योग्यता हुनु पर्यो त्यो कुरातिर जाउँ है त। अब पहिलो चाहिँ के भन्छ भने मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर चाहिँ उत्तीर्ण गर्नु पर्यो। भनेपछि मास्टर चाहिँ के गर्नु पर्यो, चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट चाहिँ उत्तीर्ण गरेको हुनु पर्यो। त्यसपछि चाहिँ नियुक्ति हुँदा बखत चाहिँ कुनै राजनीतिक दलको चाहिँ सदस्य नरहेको, भनेपछि कुनै पनि राजनीतिक दलको चाहिँ सदस्य नरहेको चाहिँ हुनु पर्यो। अब उमेर हदको कुरा गर्दाखेरि चाहिँ अध्यक्षको लागि चाहिँ 45 वर्ष उमेर पुरा भएको हुनु पर्यो र सदस्यको लागि चाहिँ 35 वर्ष उमेर चाहिँ पुरा भएको हुनु पर्यो। सदस्यको लागि 35 वर्ष र अध्यक्षको लागि चाहिँ 45 वर्ष चाहिँ हुनु पर्यो है त। के को लागि भनेदेखि प्रदेश लोकसेवा आयोगको चाहिँ अध्यक्ष हुनको लागि चाहिँ 45 वर्ष उमेर पुरा हुनुभएको हुनु पर्यो र सदस्यको लागि चाहिँ 35 वर्ष उमेर चाहिँ पुरा भएको हुनु पर्यो र उच्च नैतिक चरित्र भएको व्यक्ति चाहिँ हुनु पर्यो।